नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई एउटा अर्को नयाँ भिडियोमा। आज चाहिँ हामीहरू त्यो एउटा नेपालमा चाहिँ दुईवटा ब्लगरहरूमाथि चाहिँ कुटपिट गरेको भिडियो चाहिँ धेरै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। त्यो टपिकमा चाहिँ हामी आज कुराकानी गर्नेछौँ। नमस्ते गाइज, स्वागत छ सबैलाई। मेरो नाम हो रमेश खत्री र आज चाहिँ हामी एउटा अलिकति फरक टाइपको भिडियो चाहिँ लिएर आएका छौँ। यसमा चाहिँ को गलत को सही भन्ने चाहिँ आफ्नो तर्कहरू राख्नेछौँ यसमा चाहिँ, किनभने ब्लगरहरूमाथि चाहिँ हल्का अलिकति चाहिँ ज्यादती भएकै हो। त्यही भएर चाहिँ हामी यो भिडियोको लागि चाहिँ हल्का आफ्नो तर्कहरू राख्नेछौँ। ल त गाइस, तपाईँहरू पहिला यो भिडियो हेर्नुहोस् है। रन्डीको छोरो माछ सिक्ने झन्डा हान्दै भयो। रन्डीको बालले त माछ सिक्ने खाते। रन्डीको छोरो माछ सिक्ने जाउँ त जाउँ। के गरे आएको यो? तपाईँ कति जे गरेँ मैले त्यही गरेँ बुझ्यो। तपाईँले यताबाट आएको भएर गरे मैले यसरी म त उसले ओभरटेक गर्दा थियो नि त। अलिकति उ गरेर यति मिसो मर्छ विचार गर है। स्पिड होइन, तिमीले हेपेर आएको तिमीले नखाएछ मलाई होइन। दाइ पनि तिमीले जे पनि गर्दैछु यहाँ। त्यस्तो होइन दाइ, त्यस्तो भन्नु हुँदैन होइन दाइ। तिमीले हेपेर आएको मलाई ठुलो कुरा नगर। छातीमा हात राखेर बोल हेपेर आएको हो कि यति भन। तपाईँले त्यस्तरी पेलेर आउनु भएको छ अनि मैले ओभरटेक गरेको थिएन। अहिले झ्याप्प दिन्छ सालाले थाहा हुन्छ। ओभरटेक गरेको थिएन त्यहाँ मैले पेलेको नानीको छोरा। ओइ के खेल्छस् खोला हातले म उतालाई हाल को खेल्छस् उतालाई हाल हात खेल्छस् 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 रन्डीको छोरो भनेको छैन दाइ। गर्छस् तँले के गर्छ भने हेपेको होइन तपाईँले त्यस्तरी पेलेर आउनु भएको छ अनि मैले पनि पेल्दै आउँदा देखेन। अहिले झ्याप्प दिन्छ सालाले थाहा हुन्छ। ओभरटेक गरेको देखेन त्यहाँ मैले पेलेको नानीको छोरा के खेल्छस् म उतालाई हाल को खेल्छस् दाइ केही भनेको छैन दाइ यार। तपाईँले यार दाइ यार दाइ यार केही भनेको छैन दाइ यार। तपाईँ थट दाइ यार दाइ यार होइन क्या दाइ यार, के भनेको छैन दाइ यार। तपाईँ भयो दाइ, सरी दाइ। दाइ सरी दाइ यार, सरी भयो दाइ। सरी ल, हाम्रै गल्ती भयो। सरी दाइ यार, सरी दाइ भयो। हो तपाईँले हान्नु भएन भएन। गोप्रो के गरेको छैन, अनै छैन दाइ यार। तपाईँ हावा सरी दाइ यार, ल हाम्रै गल्ती भएछ। त्यस्तो होइन दाइ, त्यस्तो हेपेकै छैन दाइ यार। तपाईँ केही भनेकै छैन दाइ, केही भनेकै छैन दाइ यार। तपाईँलाई दाइ प्लिज क्या दाइ यार, छैन नि दाइ हेपेको यार। केही भनेकै छैन दाइ यार। हामीले ओभरटेक गरिरहेको छु को तिमीहरू कोही पनि होइन दाइ। हामी अब हुन त के हुनु नि दाइ, हुन त के हुनु नि दाइ। हामी त के होइन दाइ। सरी दाइ यार, हामी सरी दाइ ल, सरी सरी दाइ ल, हाम्रो गल्ती भएछ। सरी सरी दाइ दाइ, हाम्रो गल्ती भएछ। सरी दाइ ल, सरी दाइ यार, सरी दाइ यार। चाबी दिनु। सरी दाइ यार। मेरो हाम्रो उताबाट कहाँ दाइ, धादिङबाट आएको हो क्या। हामी घुम्नलाई आएको दाइ होइन। मैले पनि पेलिदिएको हो। हाम्रो गल्ती भयो। तिमीहरूले पेलेको मैले पेलेको तिमीहरूलाई।
ल गाइज यो भिडियो हेरिसकेपछि तपाईँहरूलाई के लाग्छ त अब किनभने गल्ती चाहिँ यहाँनिर मलाई चाहिँ साफ साफ गाडीवालाको लागिरहेछ किनभने अगाडिबाट आउँदाखेरि नै उनीहरू चाहिँ उसले चाहिँ माथिबाट आफ्नो लेन छोडेर चाहिँ अर्को लेनमा आएर चाहिँ अलिकति एक्सिडेन्ट हुनबाट चाहिँ हल्का बचेको थियो। फेरि त्यसमा पनि हल्का राइडरहरूको पनि गल्ती छ जस्तो लाग्छ मलाई चाहिँ किनभने उनीहरू पनि त्यहाँबाट चाहिँ उसलाई चाहिँ इग्नोर गरेर अगाडि आउन सक्थे। उनीहरू चाहिँ इग्नोर गरेर अगाडि गइसकेको भए चाहिँ यत्रो केही हुँदैन थियो होला जस्तो लाग्छ मलाई चाहिँ। अनि उता पछाडि गइसकेपछि पनि अर्को चाहिँ वहाँनिर चाहिँ उनीहरूको वेट गरेर बसिराखेको छ गाडीबाट उत्रेर चाहिँ उनीहरूलाई महाभ्यानको गाली दिँदै चाहिँ ऊ अगाडि बढिरहेको छ। यो चाहिँ सरासर गलत हो, दादागिरी देखाउनु गलत हो गाइज हो कि नै। कसैले जानी बुझेर त्यो चाहिँ गल्ती गर्दैन हो कि नै। अब गाडी चलाउँदाखेरि कसैले नि म ठोक्छु उसलाई ठोक्छु यस्तो गर्छु भनेर चाहिँ त्यस्तो हुँदैन, त्यस्तो नगरेको भए नै राम्रो हुन्थ्यो। चलो केही छैन गाइज, आफ्नो तर्कहरू चाहिँ कमेन्टमा राख्नु होला आफूले चाहिँ कस्तो लाग्यो त्यो तपाईँहरूलाई चाहिँ को सही लाग्यो को झुट लाग्यो भनेर चाहिँ को गलत लाग्यो भनेर चाहिँ त्यसको लागि चाहिँ तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ गाइज। ल गाइज आजको भिडियोमा चाहिँ यति नै, भेटौँला फेरि अर्को भिडियोमा, त्यतिखेरसम्मको लागि बाई।